टन्नै हिउँ रहेछ त यतातिर त यार। मासतिर कुहिरो लागिसक्यो, पानी पर्छ कि के हो अब। हिउँ त टन्नै धेरै छ त यार। झन् माथि अहिले हिउँ पऱ्यो भने के गर्ने होला। ल साथीहरू, आज चाहिँ म डिलिभर जाँदैछु है साथीहरू। आजको यात्रा दैलेखदेखि डिलिभरसम्म हो। अनि साथीहरू यो सामान पनि टन्नै छ। दुईवटा ब्याग बोकिरहेको छु साथीहरू। अब यस्तै हो, बोक्नु पर्दो रहेछ कहिलेकाहीँ भारी त होइन। यति टाढा छ साथीहरू। पछाडि यस्तो छ, उतातिर तलतिर नि अँध्यारो मासतिर नि अँध्यारो भइसक्यो। छाता ल्याएको छैन। आज पानीले मार्छ कि के हो। असिना परिदियो भनेपछि अब लेख्खैमा गाह्रो हुने भयो त यार। माथि चाहिँ त्यस्तो कुरो देखिरहेछ। अब यस्तै हो, मैले पनि भिडियो अथवा भ्लग गराउनु लगाएको चाहिँ आज 5-10 दिन भयो केटा साथीहरू। यस्तै हो, सबैले माया देखाइदिनु होला। खासै क्यामेरा, मोबाइलको क्यामेरा पनि राम्रो छैन, खासै के देखाउन राम्रोसँग। यस्तै हो, म चाहिँ हिँड्दैछु। यहाँ चाहिँ अहिले ओह्रालो रहेछ। यत्रो उकालो काट्नु छ, उति माथिको भिर काट्नु छ। त्यो भिरमा चाहिँ चढ्न सकिहाल्ला त गाइज। भिर देखाउनु मिलेन यार। ल साथीहरू एकछिन है त, म हजुरहरूलाई भिर देखाउने प्रयास गर्नेछु। ल माथि चाहिँ भिर छ, तल चाहिँ पुरै यो रोड हो। रोडमा आज त टन्नै हिँडेको छ। यस्तै हो साथीहरू। आज दुःख चाहिँ धेरै पाइन्छ कि के हो। साथीहरू पनि कोही छैन, एक्लै छु के अरे। एक्लै हिँड्नुपर्छ, यति लामो बाटो छ। आम्मामा कति धेरै हिउँ रहेछ त्यता त, पुरै यतै खाद्या रहेछ कि। माथितिर झन् धेरै होला होइन। माथितिरको पनि भिडियो बनाएर हाल्नेछु साथीहरू। उति चाहिँ माथि भिरमा चाहिँ कुहिरो लागिसक्यो। के हो यस्तो, हेर्नु त गाइज, यस्तो बनाइदियो यार। हिउँ त टन्नै रहेछ हो कि रक्षा मात्रै आउँछ मुखमा रहेछ। यस्तो हिउँ परे बेलामा नि यस्तो लाली गुराँस देख्न पाइन्छ साथीहरू। यो ठाउँ चाहिँ यस्तो राम्रो छ, चट्ट देख्न सक्नुहुन्छ। यो चाहिँ लाली गुराँसको रुख। यो गुराँसहरू फुलिरहेछ चट्ट होइन। यस्तो ठाउँमा नि यस्तो लाली गुराँसहरू देख्न पाइन्छ, यस्तो हिउँ परिरहेछ चट्ट होइन। ल तपाईँको अब त्यही हो, म चाहिँ माथि त्यो भिरमा जानुपर्ने छ। आजलाई यति नै, म अर्को भिडियो पनि ल्याउने छु हस् त। ल है त साथीहरू, यो भिर काटिसकेँ। अनि साथीहरू तलतिर चाहिँ यस्तो छ, सिधै यहाँदेखि खस्यो त 1 मिस गेम फिनिस भने जस्तै। यो पनि त्यस्तै ठाउँ छ होइन साथीहरू। अब अरू त के भन्ने, हावा लागिरहेछ। डाँडामा छु चट्ट कि म जानुपर्ने चाहिँ यता हो होइन। अनि मेरो सामान चाहिँ यता छ, ब्याग उतापट्टि छ, ब्याग त्यहाँ छ, बोरा यहाँ छ। म यो दुइटै सामान बोकेर चाहिँ यत्रो भिड काटेर आइसकेँ साथीहरू। पुरै अँध्यारो छ, पानी पर्ला जस्तो छ होइन। धेरै ढिला गर्नुहुन्न यस्तो ठाउँमा। अहिले पानी पऱ्यो, असिना पऱ्यो, हावाहुरी लाग्यो भने मान्छे उडाउने सम्भावना धेरै हुन्छ यो ठाउँमा होइन। अब दैलेखकै टप, दैलेखकै सबैभन्दा दैलेख जिल्लाको टप हाइट डाँडा यही हो, महाबु होइन साथीहरू। अब अरू त के भन्ने हो र, सबैले साथ सपोर्ट अनि माया गरिदिनु होला। म चाहिँ आज डिलिभर जाँदैछु होइन। त्यस्तै हो, त्यो भिड काटेर म यहाँ आइसकेँ। भिड चाहिँ यता तलतिर छ साथीहरू, उता तलतिर छ, यो बाटो उता आएको। अब यस्तै हो, सबैले माया गर्छ। यसैमा आएको भिड बाटो।